पदाधिकारीज्यूहरू र सबै आदिवासी जनजाति दाजुभाइ दिदीबहिनीहरू प्रवासमा बसेर पनि यहाँहरूले आफ्नो जातीय सवालको बारेमा, जातीय चाहिँ अधिकारको बारेमा, जातीय पहिचानको बारेमा जुन चासो र चिन्ता राख्नुभयो र त्यस बारेमा केही कुराहरू स्पष्ट हुन, केही कुराहरू सोधपुछ गर्न मलाई चाहिँ बोलाउनु भयो यहाँसम्म। यहाँहरूले चाहिँ त्यत्रो चाहिँ जोखिम उठाउनु भयो। त्यसको लागि म महासङ्घ लगायत सबै जातीय संस्था र जातीय संस्थासँग आबद्ध सबै जनजाति दाजुभाइ दिदीबहिनीहरू यहाँहरू सबैलाई मेरो तर्फबाट हार्दिक अभिवादन पनि टक्राउन चाहन्छु र हार्दिक धन्यवाद पनि दिन चाहन्छु। अघि हाम्रो यहाँका प्रथम उपाध्यक्ष देवराज राईज्यूले भन्नुभयो यो कतारमा जनजाति महासङ्घ, प्रवासी जनजाति महासङ्घ 2006 सालको जुलाई महिनामा स्थापना भएको हो र रहेछ र सौभाग्यवश त्यति बेला पनि म नै यहाँ आएको थिएँ। त्यति बेला यहाँहरूलाई चाहिँ तपाईँको सबै चाहिँ मैले हुनुहुन्थ्यो भन्ने मलाई लाग्दैन, धेरै जसो चाहिँ हुनुहुन्थेन होला, तर कतिपय त्यति बेलाका साथीहरू अहिले पनि निरन्तर रूपमा यो आफ्नो जातीय मुद्दामा अझै पनि चाहिँ तपाईँको संलग्न हुनुहुनेछ, त्यो खुसी लाग्यो। र त्यति बेला म आएर पनि यो जनजाति सम्बन्धमा भएका केही भ्रमहरू, अरू गैर जनजातिहरूको पनि उपस्थिति थियो त्यो बेलाको भेटघाटमा। त्यति बेला चाहिँ अलिकति कुरोहरू बोल्ने, अलिकति कुरोहरू बुझाउने मौका पाएको थिएँ, तर त्यति बेला सबै कुरोहरू स्पष्ट रूपमा भन्ने समय पनि थिएन र त्यो भन्ने मौका पनि भएन। त्यसकारणले कतिपय कुराहरू परिस्थिति अनुसार हाम्रा आफ्नै मुद्दाहरू पनि फेरबदल भइरहे, त्यसले गर्दाखेरि त्यति बेला स्पष्ट नभएका कुराहरू आज थोरै समयमा भए पनि अरूलाई म स्पष्ट पार्ने प्रयास गर्नेछु। र त्यति बेला जुन साथीहरूले बोलाउनु भएको थियो उहाँलाई म फेरि पनि सम्मान गर्न चाहन्छु, फेरि म स्मरण गर्न चाहन्छु। विशेष गरेर अमृत गुरुङ हुनुहुन्थ्यो त्यति बेला, अमृतजीले यो सबै कुरोको व्यवस्था गर्नुभएको थियो र उहाँ र उहाँको टिमलाई म फेरि पनि, अहिले उहाँ हुनुहुन्न, फेरि पनि धन्यवाद दिन चाहन्छु। अब अहिले आदिवासी जनजातिहरूको मुद्दा पहिला जे थियो त्यो अहिले पनि यथावत रूपमा त्यही नै छ। कतिपय मुद्दाहरू झनै एकदम जटिल बन्दै गएका छन्, अस्पष्ट बन्दै गएका छन्। त्यो हाम्रो आफ्नो कारणले केही हदसम्म होला, तर राज्यको शासकहरूको कारणले, राजनीतिक दलका नेताहरूको कारणले पहिलाको सिम्पल त्यो इस्युजहरू अथवा सामान्य साधारण मुद्दाहरू पनि अहिले आएर झनभन्दा झन चाहिँ जटिल, झनभन्दा झन चाहिँ तपाईँको एउटा भनौँ न डाउटफुल, शङ्कास्पद, अनि झनभन्दा झन चाहिँ तपाईँको त्यो एकदम अव्यवहारिक तरिकाले त्यो चाहिँ तपाईँको बल्झिँदै चाहिँ गइरहेछ। त्यसैले म ती मुद्दाहरू के हुन् भन्ने बारेमा पहिला सार संक्षेपमा छोटकरीमा चाहिँ तपाईँको भन्न चाहन्छु। आदिवासी जनजातिहरूको सबैभन्दा पेचिलो मुद्दा भनेको पहिचान। आदिवासीको सबभन्दा चाहिँ पेचिलो मुद्दा पहिचान हो र पहिचानसँग गाँसिएको अधिकारको मुद्दा हो। हामीलाई पहिचान मात्र भएर हुँदैन, हामीलाई अधिकार पनि चाहिन्छ। त्यसकारणले पहिचान सहितको अधिकार हामीले चाहिँ तपाईँको सुरुमा खोज्यौँ। सुरुमा हामीलाई पहिचान चाहिँ 2058 सालको एक्टद्वारा 2058 सालको चाहिँ तपाईँको एउटा कानुन बन्यो। त्यो कानुनले 59वटा जनजातिको सूची गरेर त्यसलाई कानुनी मान्यता प्रदान गर्यो। जबसम्म हामीले चाहिँ तपाईँको त्यो पहिचान मात्रै खोजेका थियौँ, त्यो पहिचानको बारेमा त्यति बेलाको एउटा चाहिँ तपाईँको सरकारले अलिकति चाहिँ तपाईँको राजनीतिक हिसाबले पनि अलिक खुकुलो खालको बन्यो र हामीलाई पहिचान चाहिँ प्रदान गर्यो भनेर हामीलाई चाहिँ तपाईँको एक किसिमले आश्वस्त पार्यो। राज्य सरकारले के चाहेको रहेछ अथवा के चाहिँ तपाईँको उसले आशा अपेक्षा गरेको थियो भनेदेखि यिनीहरूलाई पहिचान भए पुग्छ है, पहिचान भन्दा अरू यिनीहरूले खोज्दैनन्, त्यसकारणले त्यतिमा किन कन्जुसाइ गर्ने भन्ने सायद त्यो हिसाबले सोचे होला। र पहिचान भन्दाखेरि उनीहरूले के भनेदेखि तपाईँको
बाहिर देखिने खालको भिजिबल वस्तुगत पहिचान जो भाषासँग छ, जिनलाई भाषा बोल्न दिने अलिअलि आफ्नो भाषामा कुरा गर्न पाइहाल्छन्, अनि रहन सहन है, चाडपर्व मनाउन दिने, वेशभूषा लगाउन दिने है। कतिपयले यहाँ चाहिँ वेशभूषा लगाएर आउनु भएको छ। त्यति लगाएपछि आफ्नो वेशभूषा लगाऊ, आफ्नो चाडपर्व मनाऊ, आफ्नो चाहिँ नि सांस्कृतिक पर्वहरूमा आफ्नो गीत नृत्यहरू प्रस्तुत गर, नाच गाऊ है, रमाइलो गर, त्यही नै तिमीहरूको पहिचान हो। र अलिअलि बचेको जेका भाषाहरू कुनै जनजातिका छन् भने त्यो भाषा पनि आफ्नो समुदायभित्र बोल, त्यो मात्रैलाई उनीहरूले पहिचान ठानेको थियो है। तर पछि हामीले चाहिँ नि जब म महासचिव भएँ 2060 सालमा, त्यसपछि देशको राजनीतिक माहौल पनि फेरिँदै गयो र हाम्रो चाहिँ तपाईँको पहिचानमा पनि केही चाहिँ तपाईँको महत्त्वपूर्ण चाहिँ मुद्दाहरू गाँसियो। त मलाई के लाग्यो भनेदेखि पहिचान त दिन्छन्, कुनै पनि चाहिँ तपाईँको शासकले दिन सक्छन्, तर पहिचान हामीले चाहेको अनुसारको पहिचान हुँदैन। त्यो पहिचान दिने भनेको राज्यले चाहिँ एक किसिमको मोडेल चाहिँ तयार गर्छ, र त्यो मोडेल अनुसार उनीहरूले चाहिँ तपाईँको पहिचान दिन्छ र त्यो पहिचान जब राज्यले सम्म चाहिँ चाहन्छ रहन्छ, जबसम्म चाहँदैन त्यो खोसिन्छ। किनभनेदेखि पहिचानसँग गाँसिएको राजनीतिक अधिकार हो। उनीहरू राजनीतिक अधिकार दिने चाहिँ तपाईँको सवालमा त्यति चाहिँ एउटा उदाहरण देखिँदैनन्। र मलाई चाहिँ के लाग्थ्यो भनेदेखि पहिचान भनेको राज्यले दिने मोडेल होइन, र पहिचान भनेको देखिने कुरो मात्र होइन। पहिचान भनेको भावनात्मक कुरा हो। पहिचान भनेको चाहिँ तपाईँको मैले जुन किसिमले चाहिँ तपाईँको जुन आधारमा म अरूभन्दा फरक छु भन्ने एउटा चाहिँ तपाईँको भावनात्मक पृथकता, भावनात्मक बुझाइ हुन्छ, त्योसँग चाहिँ गाँसिएको चाहिँ तपाईँको भावना हो पहिचान। त्यो व्यक्तिको होइन, समुदायको। त्यस कारणले अङ्ग्रेजीमा के भन्छ भनेको आइडेन्टिटी भनेको त तपाईँको कलेक्टिभ हुन्छ, सामूहिक हुन्छ र कम्युनिटीको हुन्छ, समुदायको हुन्छ। र त्यो सब्जेक्टिभ डिफरेन्स बिट्विन यु एन्ड मी भन्छ अङ्ग्रेजीमा। सब्जेक्टिभ भावनात्मक हिसाबले नै म अरूभन्दा फरक छु भन्ने खालको मानसिक चाहिँ तपाईँको त्यो खालको विचार हुन्छ। त्यो के का आधारमा फरक छु भनेदेखि मेरो भाषाको आधारमा फरक छु, मेरो चाहिँ तपाईँको भूमिको आधारमा फरक छु, मेरो चाहिँ तपाईँको भूगोलको आधारमा फरक छु, मेरो इतिहास फरक छ, मेरो चाहिँ तपाईँको के अरे अरूको भन्दा संस्कृति फरक छ, म समुदायगतमा पनि हिसाबमा पनि फरक छु, र म राजनीतिक हिसाबले पनि अरूभन्दा चाहिँ तपाईँको अलिकति के छु, अधीनस्थ छु अथवा डोमिनेटेड छु। त्यो खालको भावना जब ममा हुन्छ अथवा तपाईँमा हुन्छ, त्यो हिसाबको पृथकता नै त्यो पहिचानसँग गाँसिएको एउटा चाहिँ तपाईँको विषयवस्तु। र त्यो पहिचान स्थापित गर्नको लागि जबसम्म राजनीतिक अधिकारले हामी सुसम्पन्न हुँदैनौँ, जबसम्म अधिकार सम्पन्न हामी हुँदैनौँ, तबसम्म हामीले पहिचान चाहिँ थाम्न सक्दैनौँ। राज्यले दिने पहिचान उसले खुसी लगाइदिन्छ, खुसी नलागिदिन उसले खोजिदिन्छ। किनभने पहिचानको मोडेल त राज्यले बनाउँछ। जस्तो पञ्चायत कालमा राज्यको पहिचानको मोडेल भनेको के थियो भने एकात्मक थियो। त्यो एकात्मक भनेको जातीय हिसाबले हामी नेपाली हौ, एउटै जाति हौ, भाषिक हिसाबले हामी चाहिँ नेपाली भाषा बोल्छौँ, त्यति भए पुग्छ। धार्मिक हिसाबले हामी हिन्दू धर्म अपनाउनु पर्छ, सांस्कृतिक हिसाबले पनि हामी चाहिँ तपाईँ नेपाली संस्कृति भन्ने पुग्छ। त्यसकारणले पञ्चायत कालको पहिचान एकात्मक थियो। राज्यले जहिले पनि एकात्मक हिसाबको एउटै खालको सिङ्गल खालको पहिचान सृजना गर्न खोज्थ्यो। त्यसलाई हामीले चाहिँ तपाईँको त्यति बेलाको राष्ट्रवाद भनिन्थ्यो। हामी राष्ट्र कस्तो त भन्दाखेरि एउटै, हरेक हिसाबले, जातको हिसाबले, भाषाको हिसाबले, भूगोलको हिसाबले, संस्कृतिको हिसाबले र अरू पनि चाहिँ तपाईँको चालचलनको हिसाबले हामी एउटै छौँ भन्ने खालको राज्यको त्यो खालको एउटा नीति थियो। त्यही नीति लागू गर्थ्यो। पछि बहुदल आएपछि पनि पहिचान त दियो, 59वटा जनजातिलाई कानुनद्वारा तिमीहरू अब फरक फरक छ भन्ने खालको दियो, तर व्यवहारमा अझै पनि त्यही एकात्मक पहिचान नै स्थापित गर्यो। किनभनेदेखि अब राजनीतिक हिसाबले निर्णय गर्ने पहिचान कस्तो खालको दिने, एकात्मक दिने कि बहुल दिने भन्ने कुरो त राज्यको हातमा भयो। त्यसले गर्दा हामीले चाहिँ सही पहिचान पाउन सकेनौँ। र सही पहिचान पाउनको लागि हामीले के गर्यौँ भनेदेखि तपाईँको अब चाहिँ हामीले चाहिँ तपाईँको राजनीतिक अधिकारसँग पहिचानलाई जोड्यौँ।
त्यसकारण अब पहिचान मात्र होइन, पहिचान सहितको अधिकार र त्यो खालको अधिकार पाउनको लागि हामीले त्यो तत्कालीन बेलामा र अहिलेसम्म पनि भएको राज्य व्यवस्था जुन किसिमको एकात्मक छ, केन्द्रीकृत छ, यसले चाहिँ तपाईँको हुँदैन। अब हामीले राज्य व्यवस्था पनि फेर्नुपर्छ। त्यस कारणले केन्द्रीकृत ठाउँमा हामीले चाहिँ सङ्घात्मकको चाहिँ माग गऱ्यौँ है। अनि चाहिँ तपाईँको एकात्मकको ठाउँमा हामीले बहुराष्ट्रिय चाहिँ राज्यको परिकल्पना गऱ्यौँ। नेपाल भनेको चाहिँ बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक चाहिँ देश हो। त्यस कारणले अब एकात्मक खालको होइन, त्यो चाहिँ तपाईँको बहुल केन्द्रीकृत होइन, त्यो सङ्घात्मक त्यो खालको हामीले र त्यसमा चाहिँ नि जो जातिहरू छन्, जसको जति जनसङ्ख्या छ, त्यो जनसङ्ख्याको आधारमा समावेशी र समानुपातिक प्रतिनिधित्व, यसरी मात्रै हामीले त्यो चाहिँ तपाईँ खालको एउटा सिस्टमलाई अथवा त्यो प्रणालीलाई, राजनीतिक प्रणालीलाई हामीले अपनाउन सक्यौँ, व्यवहारमा लागू गर्न सक्यौँ, जसलाई संविधानले चाहिँ सुनिश्चित गर्यो भने मात्रै हाम्रो चाहिँ तपाईँको राष्ट्रियता पनि बलियो हुन्छ, राष्ट्रिय एकता पनि बलियो हुन्छ, हामी सबैको पहिचान स्थापित हुन्छ, हामी सबैको चाहिँ अधिकार चाहिँ तपाईँको सुनिश्चित हुन्छ र त्यो खालले चाहिँ मात्रै देशलाई अगाडि बढाउन सकिन्छ, अग्रगतितिर लैजान सकिन्छ, समृद्ध बनाउन सकिन्छ र देशमा चाहिँ तपाईँको शान्ति सुव्यवस्था कायम गर्न सकिन्छ भन्ने हाम्रो माग रहेको। त्यति बेलादेखि हामीले चाहिँ त्यो खालले चाहिँ तपाईँको मुद्दा उठाएको हो 2060-61 सालदेखि। तर पछि आएर जब हामीले अधिकारको मुद्दा खोज्यौँ, त्यसपछि पहिचानलाई यिनीहरूले चाहिँ तपाईँको राज्यले अथवा राज्य सरकारले, राजनीतिक दलका नेताहरूले गडबडी गर्न थाल्यो। उनीहरूले चाहिँ तपाईँको भ्रम दिन थाल्यो। त्यही भ्रम चाहिँ तपाईँको अब म तपाईँलाई सुरुदेखि अलिकति चाहिँ तपाईँको उसमा देखाउन चाहन्छु। त्यस कारणले हामीले चाहिँ अब के भनेदेखि आदिवासी र जनजातिको बिचमा भ्रम चाहिँ सृजना गर्न थाल्यो। किन हामीलाई आदिवासी जनजाति भनेको थियौँ, अब आदिवासी र जनजाति भनेको छुट्टा छुट्टै हो है। त्यस कारणले अहिलेको सन्दर्भमा त आदिवासी भनेको हामी हौँ भनेर चाहिँ खस आर्यले भन्ने, खस आर्यमा चाहिँ तपाईँ बाहुन छेत्री छन्, त्यसपछि दशनामी छन्, सन्यासी छन्, हामी आदिवासी हौ, तिमीहरू जनजाति हो है भन्ने खाले चाहिँ भ्रमहरू सिर्जना गर्न थाले। त्यस कारणले अब के हो भन्दाखेरि आदिवासी को हो र के हो त अब हामीले बुझ्नुपर्ने। हामी पनि धेरै चाहिँ तपाईँको भ्रममा त्यो भ्रममा चाहिँ छौँ र हाम्रा चाहिँ तपाईँको आदिवासी जनजातिका केही साथीहरूले पनि त्यसलाई चाहिँ भ्रमलाई अझैसम्म स्पष्ट पार्न सकेका छैनन् र त्यसैमा उनीहरू पनि बगिरहेका छन्। त्यस कारणले नेपालका शासकहरू र उनीहरूको जुन किसिमको पृष्ठपोषक जो चाहिँ तपाईँको शासकका चाहिँ अरू पनि बुद्धिजीवीहरू छन् अथवा चाहिँ नेताहरू छन्, उनीहरूले चाहिँ के भन्छन् भनेदेखि आदिवासी भनेको त इतिहासको लामो कालदेखि बसेको, धेरै पहिलेदेखि बसेको, महाभारत कालदेखि, रामायणको कालदेखि, पौराणिक कालदेखि बसेको मात्रै आदिवासी हो र त्यो पौराणिक कालदेखि, रामायणदेखि, महाभारतदेखि बसेको यहाँ को भन्दाखेरि तपाईँको हामी खस आर्यहरू हौँ अथवा ब्राह्मण क्षेत्रीहरू हौँ। त्यस कारणले आदिवासी को हो भन्दाखेरि हामी हौँ भन्ने खाले चाहिँ तपाईँको उनीहरूले दाबी गर्न थाले है। अनि अर्को चाहिँ तपाईँको यो चाहिँ उनीहरूले यो आइएलओ कन्भेन्सन 169 मा जुन लेखेको छ, त्यहाँ तपाईँले हेर्नु होला, आइएलओ कन्भेन्सन 169 मा इन्डिजिनियस एन्ड ट्राइबल पिपुल भनेर लेखेको छ है। इन्डिजिनियस एन्ड ट्राइबल पिपुल भनेर चाहिँ लेखेको छ, दुईटा शब्द छ, एउटा इन्डिजिनियस एउटा ट्राइबल। र आफूलाई इन्डिजिनियस भन्न थाले ती शासकहरूले, खस आर्यले, बाहुन छेत्रीले आफूलाई चाहिँ इन्डिजिनियस भन्न थाले र इन्डिजिनियसको अर्थ के लगाए आदिवासी। अनि ट्राइबल भनेको जनजाति हो, तिमीहरू जसको आफ्नो भाषा, भूगोल, संस्कृति, संस्कार, आफ्नो इतिहास छ, त्यो चाहिँ तपाईँको र विकासको हिसाबले पछि परेका अलि चाहिँ तपाईँको ब्याकवार्ड जस्तो चाहिँ खालको चाहिँ कम्युनिटीहरू, समुदायहरू छन्, त्यो चाहिँ जनजाति हो। आदिवासी त हामी हौँ भन्ने खाले चाहिँ तपाईँको त्यहाँनिर भ्रम फैलाएको छ र अहिले पनि त्यही दाबी गरिरहेको छ। त्यस कारणले आइएलओलाई उदाहरण देखाएर हामी के हो चाहिँ तपाईँको आदिवासी हौँ, किनभने आइएलओ कन्भेन्सन 169 मा पनि हामीलाई चाहिँ तपाईँको इन्डिजिनियस भनेको छ र अरूलाई चाहिँ तपाईँको जो आदिवासी भनेर चाहिँ दाबी गरेका छन् तिनीहरूलाई के गरेछ भने तपाईँको त्यो उनीहरूले ट्राइबल भनेर लेखेको छ भनेर उनीहरूले चाहिँ त्यो खालको चाहिँ भ्रम दिन थालेको छ र यो खास वास्तवमा भ्रम नै हो। र यो भ्रम मात्र होइन, उनीहरूको नियतवश तरिकाले चाहिँ तपाईँको त्यो शब्दलाई अपव्याख्या पनि गरेको छ। किनभने आदिवासी भनेदेखि हामीले त आदिवासी जनजातिको अधिकार मागेका छौँ, पहिचान मागेका छौँ। अब उनीहरूले आफूलाई चाहिँ तपाईँको इन्डिजिनियस अथवा आदिवासी भन्ने समुदायको रूपमा स्थापित गर्न सक्यो भनेदेखि र त्यसलाई कानुनी मान्यता प्राप्त गर्न सक्यो भनेदेखि हामीले पाउने अधिकार उनीहरूले चाहिँ पाउने भयो।
जुन चाहिँ अहिले चाहिँ मागिरहेको छ। म अलिकति पछि चाहिँ आउँछु। वास्तवमा अन्तर्राष्ट्रिय समुदायहरूको लागि र यो आइलो कन्भेन्सन 169 मा किन त्यस्तो लेखियो होला त है? यहाँका चाहिँ खस आर्य अथवा बाहुन क्षेत्रीहरूले जुन किसिमको चाहिँ माग गरे अथवा दाबी गरे, ट्राइबल र इन्डिजिनियस भन्ने चाहिँ तपाईँको दाबी गरेर त्यो किन लेखियो होला त? त्यो चाहिँ तपाईँको आइलो कन्भेन्सन 169 मा के साँच्चै त्यो आदिवासी भनेर शासकहरूलाई, ट्राइबल भनेर शासितहरूलाई लेख्या हो त? त्यो वास्तवमा चाहिँ बिल्कुल होइन। त्यो लेख्नुको पछाडिको कारण के हो त भने तपाईँको यो आदिवासी भन्ने शब्द जुन छ यो संसारको विभिन्न चाहिँ तपाईँको देशहरूमा, ठाउँहरूमा जो आदिवासी जनजातिहरू बसोबास गरेका छन् त्यो आफ्नो आफ्नो देशको चलन अनुसार, आफ्नो आफ्नो देशको परिस्थिति अनुसार त्यसले चाहिँ तपाईँको छुट्टा छुट्टी शब्दहरूको प्रयोग गरेको छ। इन्डियामा आदिवासी भन्दैन, इन्डियामा ट्राइबल पिपुल भन्छ आदिवासीहरूलाई त्यहाँ। त्यस्तै चाहिँ तपाईँको अफ्रिकातिर इन्डिजिनियस पिपुल भन्छ है। इन्डिजिनियस भनेर अफ्रिकामा चाहिँ युज गरेको छ। त्यसरी चाहिँ अमेरिकातिर त्यसलाई चाहिँ तपाईँको आदिवासी चाहिँ अथवा इन्डिजिनियस पिपुल भन्दैन, त्यहाँकोलाई चाहिँ तपाईँको के भन्छ भने तपाईँको फर्स्ट नेसन भन्छ। पहिलो चाहिँ तपाईँको राष्ट्र, राष्ट्र भनेको पिपुल हो। राष्ट्र कहिले कहिले झुकेर हामी राष्ट्र भनेको राज्यसँग समान हुन्छ। राष्ट्र भनेको पिपुल हो, पिपुल जनता, समुदाय जसको आफ्नो भाषा, संस्कृति, संस्कार, भूगोल, भूमि छ, त्यसलाई चाहिँ तपाईँको राष्ट्र भनिन्छ। त्यस कारणले त्यहाँ आएर बस्ने जुन चाहिँ तपाईँको रेड इन्डियन पनि भन्छ, जो चाहिँ तपाईँको कोलम्बसले है अमेरिका पत्ता लगाउँछु के अरे भारततिर आएको अमेरिकातिर पुगेछ र उसले चाहिँ तपाईँको त्यहाँको बस्ने मान्छेहरू राता राता मोटा काटा देखेपछि उनीहरूलाई चाहिँ तपाईँको इन्डिया त यहाँ पो रहेछ, मान्छे त राता राता मोटा गरेछन् भनेर उनीहरूले चाहिँ नाम राखेको रेड इन्डियन हो। त्यहाँको चाहिँ तपाईँको जो चाहिँ आदिवासी त्यसलाई, त्यस कारणले उनीहरूले रेड इन्डियन भन्छ। त्यस पछाडि तपाईँको फर्स्ट नेसन भन्छ। अनि त्यहाँकोलाई नेटिभ पिपुल पनि भन्छ अङ्ग्रेजीमा। नेटिभ भनेको पनि आदिवासी। त्यसरी कोही ठाउँमा नेटिभ भन्ने, कोही ठाउँमा फर्स्ट भन्ने, कोही ठाउँमा इन्डिजिनियस भन्ने, कोही ठाउँमा ट्राइबल भन्ने। अनि अस्ट्रेलियामा एबोरिजिनल पिपुल भन्छ। अस्ट्रेलियाको आदिवासी जनजाति जो छ त्यसलाई उनीहरूले अस्ट्रेलियामा आफ्नै देशको प्रचलन छ, उनीहरूलाई एबोरिजिनल पिपुल भन्छ। त्यस कारणले अङ्ग्रेजी शब्दमा विभिन्न देशमा आफ्नो आफ्नो प्रचलन अनुसार त्यो विभिन्न चाहिँ शब्द प्रयोग गरे हुनाले र आइएलओले ती सबैलाई समेटेर एउटा शब्द चाहिँ तपाईँको क्वाइन गर्न अथवा एउटा शब्दको निर्माण गर्न नसकेपछि उनीहरूले के गर्यो भनेदेखि इन्डिजिनियस भन्ने ठाउँमा इन्डिजिनियस भन्नुहोस्, ट्राइबल भन्ने ठाउँमा ट्राइबल भन्नुहोस्। नेपालमा पनि सुरुमा चाहिँ हामीलाई ट्राइबल पिपुल भन्थ्यो, तर ट्राइबल पिपुल पछि के हो भने तपाईँको यो सभ्यताको हिसाबले, संस्कृतिको हिसाबले होइन कि विकासको हिसाबले कुन चरणमा पुगेको छ त्यसलाई मात्रै चाहिँ तपाईँको ट्राइबल पिपुल भन्ने। र ट्राइबल पिपुल भनेको अलि पछाडि परेका है, जङ्गलतिर बस्ने, कोही चाहिँ तपाईँको सहरिया मान्छे अथवा आधुनिक मान्छे समुदायको छेउछाउमा नआउने, लाज मान्ने, देखेपछि भाग्ने, त्यस्ता ट्राइबल पिपुल हुन्। आर्थिक हिसाबले असाध्य विपन्न है, खोरिया खन्ने, त्यसै चाहिँ तपाईँको तरुल भ्याकुर गिठाहरू चाहिँ बटुलेर खाने, त्यस्ता ट्राइबल हुन् भनेर चाहिँ जुन किसिमको व्याख्या गर्यो त्यसलाई आजभोलि मान्दैनौँ। तर पनि हामीलाई पनि ट्राइबल पिपुल भन्थ्यो। त्यस कारणले त्यो चाहिँ तपाईँको आइलो कन्भेन्सन 169 मा त्यस्तो दुईटा शब्द प्रयोग गरिएको हुनाले अहिलेका यहाँका शासकहरूले त्यो खालको चाहिँ दाबी गरेको हुन्। तर वास्तवमा आइलो कन्भेन्सन 169 ले इन्डिजिनियस भनेर यहाँको शासकहरूलाई भन्न खोजेको होइन। त्यो चाहिँ आइलो कन्भेन्सन 16 मा भनिएको इन्डिजिनियस एन्ड ट्राइबल भनेको त्यो पर्यायवाची जस्तो, पर्यायवाची शब्द जस्तो दुवैको अर्थ के भनेदेखि तपाईँको आदिवासी जनजाति, आदिवासी जनजाति हो। यसरी पहिलोको तपाईँको आदिवासी र जनजातिमा चाहिँ तपाईँको यहाँ चाहिँ तपाईँको अलि भ्रम फैलाइएको छ। र आदिवासी र जनजाति बिचमा भ्रम चाहिँ तपाईँको खोज्दाखेरि त्यसो आदिवासी के हो त भन्दाखेरि आदिवासी भनेको अवश्य पनि एउटा चाहिँ तपाईँको इतिहाससँग त सम्बन्ध छ, लामै समयदेखि बसेको भन्ने हुन्छ। तर लामो समयसँग बसेको होइनन् कि आदिवासी भनेको चाहिँ तपाईँको उनीहरूको छुट्टै भाषा, छुट्टै भूगोल, छुट्टै इतिहास, छुट्टै अर्थतन्त्र भएको, छुट्टै खालको चाहिँ तपाईँको के अरे उनीहरूको एक खालको चालचलन भएको, आफ्नै खालको राजनैतिक चाहिँ तपाईँको व्यवस्था भएको, परम्परागत कानुन भएको, जुन कानुनले उनको समाजलाई चाहिँ तपाईँको नियमित गर्छ त्यो खालको चाहिँ तपाईँको प्रणाली भएको र राज्यको कुनै पनि चाहिँ तपाईँको अङ्गबाट अथवा राज्यको मूल राजनैतिक प्रभावबाट बाहिर परेका है महत्त्वपूर्ण चाहिँ नि विशेषता आदिवासीको के हो भने तपाईँको राज्यको राजनैतिक
जुन किसिमको चाहिँ तपाईँको मूल प्रवाह छ मेन स्ट्रिम पोलिटिक्स भन्छ नि त्यो पोलिटिक्सबाट उनीहरू चाहिँ तपाईँको बाहिरिएका आफ्नै भूगोलमा पनि आफ्नै भूमिमा पनि शासकहरूद्वारा उनीहरू शासित भएका र सकभर त भूगोलबाट उनीहरू भौगोलिक हिसाबले नै चाहिँ तपाईँको उनीहरूले त्यहाँबाट विस्थापनमा परेका नभए पनि सामाजिक सांस्कृतिक आर्थिक राजनीतिक धार्मिक सबै हिसाबले विस्थापनमा परेका समुदायलाई आदिवासी भनिन्छ भाषा धर्म संस्कृति इतिहास त अरू समुदायको हुन्छ तर आदिवासीको सबभन्दा महत्त्वपूर्ण चाहिँ तपाईँको विशेषता भनेका तिनीहरू राजनीतिबाट उनीहरू अलग्गिएका राज्यको निर्माण जब हुन्छ नयाँ राज्यको निर्माण हुन्छ अनि त्यो राज्यको निर्माण भएपछि उनीहरूको जुन किसिमको परम्परागत राज्य हो परम्परागत चाहिँ राजनीतिक चाहिँ प्रणाली हो त्यसलाई विस्थापन गरिदिन्छ अरू चाहिँ बाह्य चाहिँ तपाईँको शासकहरूले त्यो खालको समुदायलाई चाहिँ तपाईँको आदिवासी चाहिँ भनिन्छ त्यसकारणले यो चाहिँ तपाईँको हाम्रो यो नेपालमा पनि त्यस्ता खालका आदिवासीहरू चाहिँ तपाईँको हाम्रो चाहिँ तपाईँको नेपालीहरू हौँ हामी चाहिँ 59 वटा हौँ र अहिले 59 मात्र छैन मेरै चाहिँ तपाईँको संयोजकतामा बनेको एउटा कार्यदलले 81 वटा चाहिँ पुर्याएको छ 59 मध्ये 3वटा कुनै सम्पर्कमै आएनन् त्यसकारणले तिनलाई चाहिँ मेरो कार्यदलले हटाएको छ त्यो सम्पर्कमै नआएका छन् मध्ये कुन भन्दाखेरि एउटा फ्री भन्ने है फ्री भन्ने एउटा चाहिँ तपाईँको समुदाय सम्पर्कमै आएन 59 मध्ये फ्री पनि छ अर्को चाहिँ तपाईँको छैरटन भन्ने छ त्यो छैरटन पनि कहिल्यै हामी आदिवासी हौँ भनेर म चाहिँ महासङ्घको महासचिव हुँदा र अहिलेसम्म पनि त्यो चाहिँ दाबी गर्न आएको छैन एउटा फ्री भन्ने एउटा छैरटन आज पनि फ्री भन्ने एउटा फेरी लगाउने जोगी हुँदो रहेछ त्यो हो त्यसले हामी पो हौँ कि भनेर चाहिँ एकचोटि आएको थियो तर तिमीहरू चाहिँ तपाईँको पर्दैन तिमीहरूको कुनै किसिमको चाहिँ यो विशेषतामा आदिवासी भन्ने चाहिँ छैन त्यो फेरि लगाएर हिँड्ने जोगी हुँदो रहेछ तिमीले हामी फ्री हौँ भनेको थियो तर त्यसलाई हामीले चाहिँ तपाईँ स्वीकार गर्न त्यस कारण फ्री र छैरटन आएन अर्को चाहिँ बनकरिया भन्ने छुट्टै थियो पछि सोद्धाखेरि बनकरिया र चेपाङ एउटै रहेछ है बनकरिया र चेपाङ त छुट्टिएर चाहिँ गएको रहेछन् अब एउटै घरको दुईटा दाजुभाइ माइलो चाहिँ बनकरिया भएको जेठो चाहिँ चेपाङ भयो त्यो अध्ययन गर्दाखेरि त्यो पाइयो जो चाहिँ तपाईँको चितवन र मकवानपुरको सेरोफेरोमा बस्छन् र त्यो बनकरियाहरू चाहिँ विशेष गरी त्यो हाँडी खोला माथि है तपाईँहरू चाहिँ तपाईँको उता हेटौँडातिर जानु भने लोथर भन्ने आउँछ हेटौँडामा लोथरभन्दा माथि चाहिँ तपाईँको हाँडी खोला त्यहाँमाथिको जङ्गलमा बस्ने 9 घर परिवार बनकरियाले चेपाङको दाजुभाइले नै बनकरिया ल्याएको थियो अब त्यो दुईटालाई मर्ज गरियो र पुरानोमा 56वटा कायम राखिएको छ र पछि चाहिँ तपाईँको हिमाल पहाड र तराईतिर मधेसतिर बस्ने चाहिँ तपाईँ आदिवासी भएर चाहिँ 26वटा थपेर अहिले 25वटा थपेर 81वटा चाहिँ तपाईँको सिफारिस गरेको छ तर त्यो अहिलेसम्म सरकारले त्यसलाई स्वीकृत गरेको छैन तिनीहरू सबै आदिवासीहरू हुन् राजनीतिक हिसाबले सामाजिक सांस्कृतिक हिसाबले भूगोलको हिसाबले भूमिको हिसाबले अब जनजाति को हो त त्यसो भए है आदिवासी जनजाति को हो त भन्ने खालको न आउँछ है त मैले अघि भने जनजातिलाई त चाहिँ तपाईँको खनी खोर्सी खाने है त्यसपछि तपाईँको एकदम गुजरामुखी चाहिँ तपाईँको एकदम अर्थतन्त्र भएको अनि अरू सभ्य समाजको नजिक पनि नपर्ने लाज मान्ने सामाजिक आर्थिक दृष्टिकोणबाट असाध्य पछाडि परेका र जङ्गली समुदायको रूपमा आदिवासी जनजातिलाई चित्रण गरेको छ इभेन नेपालको एउटा चाहिँ तपाईँको नेपाली शब्दकोश छ त्यो शब्दकोशमा पनि त्यस्तो खाले चित्रण गरेको छ वास्तवमा त्यो होइन है यो खनी खोर्सी खाने जङ्गली असभ्य यो चाहिँ लाज मान्ने असाध्य दुर्गम चाहिँ क्षेत्रमा बस्ने त्यो मात्रै चाहिँ जनजाति हो भनेर चाहिँ भन्ने होइन यो त उनीहरूले चाहिँ तपाईँको परिभाषालाई उनीहरूको उपनिवेशमा साम्राज्यवादीहरूले दिएको परिभाषा हो साम्राज्यवादीहरूले जब ब्रिटिस जर्मन युरोपियनहरू विभिन्न चाहिँ एसिया अफ्रिका र चाहिँ तपाईँको दक्षिण अमेरिका विभिन्न भागमा जान्थे नि अब हाम्रो स्वभावले नयाँ मान्छे देख्यो भने त अलि हच्किने बानी अझैसम्म पनि त छ नि त है यसो चाहिँ तपाईँको तिनीहरूसँग झट्टै हेर्दा विश्वासमा आएन नजिकमा आएन त्यस कारण यिनीहरू त विकासमा पछि परेर पो यस्तो भएको रहेछ भनेर विकासको स्टेज विकासको तहमा उनीहरू असाध्य तल रहेछन् भनेर चाहिँ उनलाई चाहिँ जनजाति भनेको त्यो कसको मानसिकता भन्दाखेरि त्यो किन छुट्यायो भने आफू र त्यो समुदायको बिचमा फरक छ है यिनीहरू भनेको असभ्य छन् यिनीहरू भनेको जङ्गली छन् यिनीहरू भनेको चाहिँ तपाईँको एकदम दुर्गम ठाउँमा बस्ने छन् आर्थिक दृष्टिकोणले अनि टेक्नोलोजी भन्छ प्रविधिको दृष्टिकोणले असाध्यै पछि परेका छन् त्यस कारणले यिनीहरू यस्तो छन् हामी सुपेरियर छौँ हामी चाहिँ तपाईँको बुद्धिमा पनि हामी अगाडि छौँ टेक्नोलोजीमा पनि अगाडि छौँ हामी चाहिँ तपाईँको लवाई खुवाई हरेक किसिमले हामी चाहिँ अगाडि छौँ हामी आफूलाई एडभान्स
उनीहरूलाई ब्याकवर्ड कम्युनिटी यसरी छुट्याउनलाई चाहिँ तपाईँको यिनीहरूले जनजाति र आफूलाई चाहिँ युरोपियनले छुट्याएको यो उपनिवेशको उपज हो। साम्राज्यवादीहरूले उपनिवेश चाहिँ कायम गर्ने बेलामा यो चाहिँ गरेको क्याटेगोराइजेसन अथवा त्यसको वर्गीकरण। त्यस कारणले अब त्यसो भए को त भन्दाखेरि तपाईँको आदिवासी र जनजाति भनेको चाहिँ तपाईँको एउटै समुदाय हो। नेपालको सन्दर्भमा आदिवासी जनजाति हो, जनजाति आदिवासी हो। आदिवासी किन हो भन्दा हामी लामो इतिहासको लामो कालदेखि पनि हामी नै बसेका छौँ। यदि अहिलेको शासकहरूले इतिहासको लामो कालदेखि बसेको हामी हो भन्ने दाबी गर्छन् भने पनि शासकहरूकै चाहिँ समुदायबाट लेखेका विद्वानबाट लेखेको इतिहासमा यो चाहिँ तपाईँको आदिवासी जनजाति जसलाई अहिले भनिन्छ, जसलाई त्यति बेला चाहिँ तपाईँको सुवर्ण चाहिँ जाति भनेर आफूलाई भन्थे, हामीलाई चाहिँ तपाईँको एक किसिमले चाहिँ तपाईँको अलिकति असभ्य जाति भन्थे, त्यो जाति यहाँका शासकहरू आएर नेपालको भूमिमा शासन गर्नुभन्दा अगाडिदेखि नै उनीहरू यहाँ थिए भनेर चाहिँ तपाईँको उनीहरूकै इतिहासकारहरूले भनेको छ। त्यस कारणले आदिवासी जनजाति को हौ त भन्दाखेरि यो देशमा इतिहासको लामो कालदेखि बसेको, हाम्रो आफ्नो भाषा भएको, आफ्नो भूगोल भएको, आफ्नो संस्कार संस्कृति भएको, आफ्नो जीवन पद्धति भएको, ती खालको चाहिँ विशेषता बोकेका र राज्यको राजनीतिक मूल प्रभावबाट अलगिएका हामी समुदाय आदिवासी जनजाति हौँ। त्यसरी हामीले चाहिँ तपाईँको बुझ्नु पर्छ। र हामी आदिवासी जनजातिहरू अहिले चाहिँ तपाईँको राज्यको निर्माण प्रक्रियामा भएपछि हामी बहिष्करणमा परेका छौँ। हाम्रो चाहिँ तपाईँको मूलधारबाट हामी चाहिँ तपाईँको अलगिएका छौँ। हाम्रो सामाजिक सांस्कृतिक भाषिक धार्मिक विभेदमा परेका छौँ। त्यसरी चाहिँ तपाईँको यो चाहिँ ती समुदाय हुन् र अन्तर्राष्ट्रिय चाहिँ तपाईँको अधिकार पत्रहरू जो चाहिँ कन्भेन्सन 169 त्यसपछि संयुक्त राष्ट्र सङ्घको चाहिँ तपाईँको आदिवासी जनजातिको अधिकार सम्बन्धीको घोषणा पत्र, मानव अधिकार चाहिँ पत्रहरू सबैमा चाहिँ घोषणा गरेका अधिकारको हकदार। त्यो अधिकार कसलाई लागू हुन्छ भने हामीलाई, त्यसको दावेदारहरू हामी ती समुदायहरू हौँ। र त्यही समुदायहरूलाई अहिले चाहिँ तपाईँको यो देशको चाहिँ शासकहरूले आदिवासी जनजाति भनेर सूचीकृत पनि गरेका छ। 2058 सालको ऐनले ती समुदाय जसले चाहिँ तपाईँको हाम्रो आफ्नो जुन किसिमको संस्कृति हो, हाम्रो आफ्नो किसिमको चाहिँ तपाईँको जुन किसिमको भूगोल हो, भूमि हो र हाम्रो इतिहास, ती सबैले हाम्रो आफ्नो पुर्खालाई अक्षुण्ण रूपमा कायम पनि राख्न चाहन्छौँ र त्यो आफ्नो तपाईँको नयाँ चाहिँ पुस्तालाई हस्तान्तरण पनि गर्न चाहन्छौँ। त्यो खालको चाहिँ विशेषता बोकेका आदिवासी जनजाति नेपालका चाहिँ हामी हौँ। र अहिले चाहिँ मैले भने 59वटा कानुनले नै, नेपालको राज्यको कानुनले नै चाहिँ त्यसलाई चाहिँ तपाईँको मान्यता दिएको छ। बाँकी 25वटा थपेर अहिले चाहिँ 21वटा हामी चाहिँ तपाईँ गराएको छ। अब यसमा अहिले मैले यो चाहिँ आदिवासी जनजातिहरूको एउटा म्याप पनि थियो होइन, अहिले आयो भने देखाउँला। यो म्याप आदिवासी जनजातिहरूको सघन बसोबास भनेको पूर्वदेखि पश्चिमतिर फैलिँदै गएको छ। जति तपाईँ पूर्वतिर जानुहुन्छ आदिवासी जनजातिहरूको सघन बस्तीहरू छन्, जति पश्चिमतिर जानुहुन्छ आदिवासी जनजातिहरूको बस्तीहरू एकदम पाक्लिँदै गइरहेछ है। पाक्लिँदै चाहिँ गइरहेछ र सबभन्दा पश्चिमतिर जाँदाखेरि थोरै छ। त्यो चाहिँ दार्चुलामा गएपछि तपाईँहरूले 82 सौका भन्ने चाहिँ पाउनुहुन्छ है। त्यसरी चाहिँ आदिवासी जनजातिहरूको चाहिँ तपाईँको सङ्ख्याहरू यसरी चाहिँ बसोबासहरू छरिएको छ र चाहिँ उनीहरूको चाहिँ उसमा त्यसरी छाडिएको छ। अब पहिचानको बारेमा कुरा है, म चाहिँ तपाईँको पहिचानको बारेमा भन्छु। अब पहिचान के हो त त्यसो भए है? अघि मोटामोटी रूपमा मैले चाहिँ भने पहिचान भनेको के हो भन्ने कुरो। अब वास्तवमा पहिचान के हो भनेदेखि तपाईँको यो समुदायको सांस्कृतिक विशेषता हो क्या पहिचान। समुदायको सांस्कृतिक विशेषता हो र त्यो पहिचान कुनै पनि जातिको भाषा, भूमि, इतिहास, संस्कृति तथा सभ्यतासँग सम्बन्धित हुन्छ। पहिचान कुनै पनि जातिको भाषा, भूमि, संस्कृति, इतिहास र सभ्यतासँग सम्बन्धित छ। पहिचानलाई अहिलेका शासकहरूले जातसँग जोड्दैछ, जातिसँग होइन। पहिचानलाई जातसँग जोड्दैछ। पहिचान भनेको त जात हो भन्छ। त्यो किन जोडेको भन्दाखेरि हामीले पहिचानको आधारमा सङ्घीय राज्यको निर्माण गर भनेर जुन मागेका छौँ नि, त्यो मागेपछि पहिचान त जात हो, जातको आधारमा कहाँ चाहिँ तपाईँको राज्य हुनसक्छ भनेर जातसँग जोड्छ। पहिचान जात होइन। पहिलो कुरो चाहिँ तपाईँको हामीले बुझ्नुपर्ने, पहिचान जात होइन, पहिचान जाति हो। अब जात र जातिमा के फरक छ? जात र जातिमा के फरक छ भन्दाखेरि